पर्दा 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 भनेको हात दिन्छु पर्दा 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 को ए को विष्णु विष्णु रहेछ साले तर्सिस क्या यत्रा मेला जाने होइन सबैजना आइसक्यो यार काम छैन मेरो ल साथीहरूको लागि पनि समय निकाल्नु पर्यो नि यार उता तरुनीहरू तँ नै पर्खेर बसिरहेका छन् ए सुन्न ल तारा छ छैन यार यसको बाउले आउन दिएन क्या अरे तँलाई भेटेको मन पराउँदैन थाहा छ म अब तैँले गर्नु सकेको गर्दैछस् भने त सबैलाई थाहा छ नि यार तर तँ आफै पनि त बुढोलाई भेटेर आउनु परेन अब त्यो बुढो आफै आएर हजुर मेरो छोरी लिएर जानुहोस् भन्दै आउँछ जस्तो लाग्यो क्या तपाईँ चाहिँ तँसँग पैसा भइदियो भए त आजै आएर मेरो छोरी लिएर जानुहोस् भन्थे समस्या त्यही त छ नि यार पैसा खोइ त अब आफूसँग भएको यति हो यार यतिले त्यसले चित्त बुझाउला तँ भन् त भर्खर त सुरु गरेछु मैले एक रातमा को धनी हुन्छ तँ भन् त तर पनि यार मेरो सल्लाह त त्यही हो यसपालि चाहिँ त्यो बाटो हिँडेर आउँदा बुढोलाई भेटेर आएछ नि जाऊ न यार घरमा को पनि छैन घर पुग्नुपर्छ घरमा कोही छैन के भयो तँलाई यहाँ एकदम दुख्यो यार आया त जाँदै न यार त जा ओइ त जाऊ न ए रमेश जा गएर देखाइदे त लौले एकचोटि हान ल हेरौँ कसरी हान्दो रहेछ
बुढाले तीर हान्न सक्दैन त बुढीलाई कसरी चित्त बुझाउँछन् भाग 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 जोने आ आइज कोही घरमा कोही नहुन्छ जे भए पनि आफ्नो गाउँठाउँ भने आफ्नो गाउँठाउँ नै हुँदो रहेछ बुझ कति लाइस 2 महिनाको बिदा लिएर आएको नाइकेले सकेसम्म चाँडै आइज भनेछ सुन त मलेसिया कस्तो छ यार पैसा खुब कमाइन्छ क्या पैसा त छ काम पनि त्यस्तै छ नि फेरि ज्यादै दुःख गर्नुपर्छ मरिन्छ अनि ठिटीहरु चाहिँ नि 4 दिन जस्तो छन् क्या ओइ ओइ कहिले ठिटी कुरा गरेर ठिटीहरु त छ अब छुन पाइँदैन क्या रे हात खुट्टा बाहेक केही पनि देख्दैन सबै छोड्नु त्यो लामो लामो लुगा ला हुन्छ अब जाँदैन यो तिमीहरूको सुनान के छ केही छैन त्यस्तै त हुन्छ थाङ्ने कुरा छोड्यो त आफ्नो सुना न उता विदेशको कुरा त्यताको कुरा छोड्दैन यार आफ्नो ठाउँ हेर्ने यहाँ वरिपरि उता गएर यहाँको कुरा सुनाउनु पनि मजा आउँछ ल ले खाउँछ है म पोखिया ल है त मिट्छ राम्रो छ हो बोतलमा राखेर यही त बेच्दैछु त मैले हो मिट्छ अझ खान्छस् हामी भयो घर लान्छु पऱ्यो बोतलै दिउँला नि सुत्न अगाडि खानुपर्छ राम्रो रहेछ मान्छेले कति मन पराएको छ नि बजार राम्रै होला के भर्खर त सुरु गरेर आएको छु गजबको है राम्रो जब बसाएर जस्तै के सानो छ यार हो साँच्चै सरतिर पठाएछस् अहिलेसम्म त छैन सरतिर पठाएन कसैसित कन्ट्र्याक्टै छैन हो के कन्ट्याक्ट त्यही कन्ट्याक्ट मिला सरतिर पठा राम्रो हुन्छ तेरो व्यापार बिस्तारै गरौँला नि त अब अनि के यहाँ गाउँतिर मात्रै हो कि वरिपरि के छ धेरै जसो उता जोमसङमै जान्छ अब अलिअलि मार्फा वरिपरि गाउँतिर तैँले सम्झाइदिस् के मार्फा जाने काम छ मेरो किन अन्ज्याङलाई भेट्नु छैन ल मार्छ मलाई सामान लिएर पर्सि नै जान लाग्छु म बरु त पनि हिँडसँगै जाउँ रमाइलो हुन्छ पहिला जस्तै त्यही बाहिरसँग पहिला सानोमा याको बथान लिएर जाँदा के त अझै याद रहेछ यसलाई याद हुँदैन क्या बुढाले बिच बाटैबाट लगेर पठाउँथे हामीलाई विदेशतिर झन् याद आउँछ सानो कुराहरू हुन्छ नि है ए मैले तँलाई एक थोक ल्याइदिएछु के हो नाच है के हो त्यो अब मलाई के थाहा है अब तैँले पनि यही व्यापार गरेको छौ भनेर चाख्न मनपर्छ बोतलै राम्रो छ के भन्नु विदेशी हो नि त महँगो होला है पैसा कुरा छोड न चाहिने कुराहरू राम्रो छ ए म तैँले बिहा पनि गरिसकिस् भनेर यी भाउजूलाई पनि चिने ल्याएछु के भन्छ यसले कहाँ बिहा अहिले राख्नु राख क्या भाउजूलाई दे नि फेरि तरुणले देला फेरि के भन्छ
घरसम्म पुगेन त? किन पुगिन्थ्यो र? रातभरि हिँडे मात्र हो। फेरि यो ठाउँ राति हिँड्नु ठिक छैन। के साह्रो जाडो आम्मामा। मैले त जाडो छाडो पनि बिर्सेको रहेछ। हिमालको मौसमको कुरा हो। बिहान तँलाई मैले भने होइन? हिँड्छौँ, नत्र भए पुगिँदैन आज। तपाईँ बाटो सधैँ हिँड्छस् क्या? महिना दिन जतिमा हिँडिराख्नुपर्छ। ओहो, यसरी कोसौँ कोस हरेक महिना दिक्क लाग्दैन? केही फाइदा त छ? पैसामा भनेको खान लाउन पुगेकै छ कि? तर अलिक सोचे जस्तो चाहिँ छैन यार। अरू कुनै बाटो पनि त छैन। सबैजना त जस्तो मलेसिया जान कहाँ सक्छन् र? अरू कुरा होइन। अब तैँले दुःख गरेको अनुसारको सौदो मोल पाउनलाई चाहिँ तैँले सहरमा चाहिँ एउटा राम्रो डिस्ट्रिब्युटरसम्म कन्ट्र्याक्टर। अब यसरी सधैँभरि जोतेर कहिलेसम्म? साध्य पनि त छैन। दुःख गर्नुपर्छ, तर बुद्धि पनि अलिकति पुऱ्याउनु पऱ्यो भने क्या। तेरो व्यापारको राम्रो ठेगान लगा त पहिला, अनि आफै हेर्न। साँच्चै यहाँ जिन्दगी अलि सजिलो भइदिएको कस्तो जातीय हुन्थ्यो। हाम्रो जिन्दगी त खच्चरहरूभन्दा केही कम छैन यार। बाबाजी, तपाईँलाई जाडो हिँड्नुहोस् न, जाडो भइरहेछ तपाईँलाई। आगोमा आउनुहोस् न, न्यानो हुन्छ। आग। चल 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 चल।
छ। पुरानो भए चलिहाल्छ। होइन केही फरक पर्दैन। राति जाडो हुन्छ, आज चलाउनुहोस्, भोलि फर्काउनुहोस् न। मसँग तँलाई दिन केही छैन, बस एक चिज मात्र छ, म दिन्छु। बाबा के हो? हजारौं वर्ष पहिलेको एक मायावी बन्दरको पञ्जा हो। यसमा ठुलो तन्त्र शक्ति छ। यसले मनुष्यको कामनालाई पूरा गर्दछ। के भयो यस्तो कराएर? यिनीहरूलाई म एकचोटि हेरेर आउँछु है। करारै मर्न थाले यिनीहरू त। एउटा कुरा याद राख, यो पञ्जा जसको हातमा हुन्छ उसैले भोग चलन गर्न मिल्छ। सोच, विचार गर, नत्र यसले ठुलो विनाश। के भयो रहेछ? खै बुझ्नै सकिएन, जाडो भएर हो कि, तर अहिले ठिक छ। बरु सुतौँ अब, थकाइ लागिरहेको छ। बाबाजी सुतौँ अब। सुता म त नि सुतेँ। उठ, बिहान भइसक्यो। कतिखेर उठिस्? एकछिन भयो। त्यो जोगी
के भयो जोगी उठेर देखिने पनि बाहिरतिर हेरेको बाहिर पनि देख्ने खोइ त्यो त फेरि के हो ओइ तेरो ब्ल्याङ्केट लगायो त्यसले यहीँ छ केही नभनेर गएर अलि अचम्म लाग्यो है अलि अचम्मकै थियो त्यो हिजो आज यता आउँदै अलि अचम्मकै कुरा हुन थालेको छ त्यसले के दिइरहेको थियो नि तँलाई के भयो खल्तीमै छ अचम्मको जोगी रहेछ त्यो अब त हिँड्नु पनि पर्छ हाम्रो काम गर्ने तरिका चाहिँ अहिलेसम्म यस्तै छ है विदेशतिर कस्तो फरक छ कस्तो सजिलो छ त्यो काम गर्नु आधी जस्तो काम त मेसिनले पनि गर्छ अनि हामीहरू चाहिँ मेसिन चलाउने अनि यसरी जनावरमा के सामान हाल्न पनि मेसिन हुन्छ तिनीहरूको के कुरा गर्छ त्यो अब त्यो सामानहरू ओसार पसार गर्नलाई त ठुलो ठुलो ट्रकहरू मोटर पानी जहाज यस्तोहरूले ओसार्छ नि हामीले त्यस्तो मेसिन चलाएको हेर्न पाउने हो कि नपाउने हो एक न एक दिन त पाइएला नि नभन् न 100 वर्ष त्यो अरू बाँच अनि देख्नु पाइहाल्छ नि आइपुग्यो आज यति चाँडै कसरी नै हो चाँडै अरे कति बजे कृष्ण 11:30 बजे ल त्यो यो कार्टुनहरू त सबै च्यातियो जस्तो नै हो यहाँसम्म ल्याइ पुऱ्याउँदा अलिअलि गएछ ठिकै छ त्यो चाहिँ नि के हो त्यो चाहिँ अहिले त ब्ल्याङ्केट पनि बुन्न थाल्यो क्या हो होइन साउजी मेरो साथीको ए ऊ बाबु चाहिँ को नि ल मेरो सानोदेखिको साथी के ऊ मुखिनी आमाको छोरा बाहिर गएको थियो यसो यहाँ घुम्न मात्रै आइरहेको सुन न तपाईँहरू आन्जाङलाई भेटेर आइज नि त म यहीँ हुन्छु यहाँ कस्तो म गरिरहेको हुन्छु तेरो काम सकेन माथि आइज नि त ल होइन यस्तै 1 घन्टा अघि मात्रै हो है त जाउँ न त भित्र हस् त्यसो भए 240 बोतल भयो होइन त 240 गने होइन त अहिले भर्खरै ए हुन त हो त्यही पनि फेरि एकचोटि गरौँ न है भनौँ भिनाजुको के छ अनि उहाँ चाहिँ यता नआउने रे पसलमै व्यस्त हुनुहुन्छ दिनभरि फुर्सद त पाउँदैन अनि आन सन्चो भयो कि अहिलेसम्म ओछ्यानमा थलै परेछ अलिक बिसेक त भएको छ तर हिडुल गर्नु सक्नुहुन्न त्यति राम्रोसँग
कोठामै बस्नु चाहिँ दिनभरि। अब बुहारी ल्याइदिनु पर्यो नि त। राम्ररी बाबुआमाको स्याहार गर्ने। फेरि एकचोटि गरौँ है त। हिसाब र गन्ती चाहिँ सधैँ पक्का गर्नुपर्छ। त्यसो गर्यो भने पछि समस्या नै हुँदैन। खै किन यो अलिक गनाएको जस्तो छ नि? घोडामा बोकेर ल्याएको थियो त्यही भएर होला सायद। त्यही त नयाँमा खस्स गनाइरहेछ। सुकाएर राख्नुपर्छ। कति छ दाइ? मैले अघि भने नि 10,800। एकचोटि गरिदिउँ त? भन्नुहोस् न। 1 2 3 4 5 6 को साथी कहाँ छ? रमेश के त त्यहाँ तल पसलमा कुरिरहेछ। उसको पनि काम छ भने थियो त्यही भएर लाग्नु पर्ला अब हामी। आमा म जान्छु अब म। आमो कृष्ण जान्छ रे। अर्कोचोटि आउँदा सस लिएर आऊ है। हस् हस्। अलिअलि काम थियो अनि। एकछिन बिसार जानु नि त। होइन हतार छ म। के हो ठिक गरेको? घरमा नयाँ बान बसाएको छु कि चाखेर जा। ए जिउ पनि अलिक गलेको जस्तो लाग्यो। रमेश एकछिन थकै मारेर जानु पर्ला। काम दाम मात्रै हो कि बिहा पनि गर्छस् त? यसपालि त पक्का गर्नु पर्यो भनेको। अनि तेरो नि तेरो उता विदेशतिरबाट ल्याउँछस् कि होइन बुवा आमाले केटी हेर्दैछ। हो र? कहाँ थियो? यतातिरको कुरा सुरा त भएको छैन। फोटो चाहिँ पठाइदिनु भएको थियो। के विचार गरे त? ठिकै छ। रित ग्लास हाल्नु कि? वाह जस्ताको त्यस्तै छ अझ भाइ। त्यो वर्तमानले त्यो ज्ञानुको बाबुले खेदा खेदै गर्थ्यो त याद छ तँलाई? नसम्झाउने यार त्यो कुराहरू। अनि के भन्दै थिस् त्यो केटीको बारेमा? काली काली छ। काली भए पनि राम्रै छ। अनि त्यसको बाउले पनि बिहा गर्दैन हतार गर्दैछ अरे। राम्रो भयो नि। त्यसो भए त छिटै दुला भन्ने भइसक्यो नि त। सबैले सुनाउनु पर्छ। बिहा त भइसकेको छैन नि मेरो। फेरि खाली गिलास।
ल यार तेरो हुनेवाला भाउजूको फोटो ए खोइ कसलाई ठिक छ खै खै गरेछ म पनि हेरौँ प्रशस्त यो त तारा होइन पल्लो गाउँको म चिन्छ यसलाई साह्रै राम्रो केटी छ तपाईँ त मागे मानी पो रहेछ तर को केटा हो पछि लागेको छ रे बाउलाई चाहिँ पटक्क मन परेको छैन क्या तपाईँ त त्यसमाथि खिङ्गाको सको छोरा होइन तपाईँलाई त सबै कुरा थाहा हुँदो रहेछ अरूको चिन्ता गर्नेलाई त सबै कुरा थाहा भइहाल्छ नि ए भयो पुग्यो के गर्छ पुग्यो भनेपछि म चाहिँ अलिकति थप्नु पर्ला साह्रै मिठो लाग्यो सुकुटी खान्छ हुन्छ यहाँ चाहिँ हस् के हो त खानु त ग्याम्बे माथि ग्याम्बे समाउँदैछ के हो साथी गर्नु मलाई के को स्कुटी हो यहाँको ए खानु अझै थप्ने हो कि थप्ने आफू पनि लिऊ यसलाई पनि हात खानु खा त्यसलाई पुगिसक्यो त्यसलाई लाग्छ धेरै छिटो लाग्छ त्यसलाई मिठो छ मिठो लाग्यो मलाई चुरोट एक खिलिदिनुहोस् न चुरोट खाने मान्छे सलाई पनि बोक्नुपर्छ चुरोट पनि बोक्नुपर्छ सक्यो थ्याङ्क यू त्यसै अलिक नजिक आउनुहोस् न यस्तो टाढो बस्नु म गिलास लिएर आउँछु चाँडै सात आउनु बज्छ हजुर आफ्नो हात पनि ओहो ल चटक देखाउँछु ए मलेसियाको चटक हेर है यस्तो गर्ने ठक्क राख्ने स्वाट्ट यस्तो गर्नुपर्छ ए रमेश गर्दा हेर गर्नु ल यस्तो गर्ने खै यस्तो राख न यस्तो गर्ने है अनि टक्कै राख्ने त्यो अलिअलि के ए रमेश खाना खा के हेर बस तिमी नखाने खाऊ न कति मिठो भयो हातै मिठो रहेछ ठिक छ सर तिम्रो हात मलाई आउँछ नि मन पर्यो राम्रो छ कति राम्रो गाह्रो लागेर साह्रै मन पर्यो खै घाँटीको हेरौँ खै माया गरेको नि तारालाई गएर भनिदिउँ म चिन्दिनँ पता देखेको पनि छैन साँच्चै मन पर्यो यो घाँटी कस्तो राम्रो छ
तिम्रो नि बिहा भइसक्यो यसले पनि बिहा गर्दैछ तर मेरो एउटा घापा छ दुईटा होइन एउटा छ कहिले लाग्छ 6 भइसक्यो ओइ हिँड्छौँ छ जहिले पनि बस्छ आज बस्नु म ढेँडो खाएर गएँ ढिला भइसक्यो भनेको हिँड्छौँ हिँड अबेला भइसक्यो नतार्न ढेँडो खाएर गएँ ल ढेँडो खाएर जान्छ उहाँ त आज हिँड्न सक्दैन जस्तो छ आजै पैसा हुन्छ नि त त्यहाँ म ढेँडो खाने चुप लाग म किन चुप लाग्यो म किन चुप लाग्यो म ढेँडो खाने म ढेँडो मलाई तारा दिलाइदेऊ मलाई तारा दिलाइदेऊ यो मेरो इच्छा पूरा गरिदेऊ पूरा गरिदेऊ टाउक दुखिरहेछ मैले धेरै दायाँ बायाँ त गरिनँ होला नि ए केही होइन चिया सिया बनाउनु पर्दैन हिँड साँच्ची हिजो ढेँडो खाएँ मैले ओइ जाउँ पछि खाने
के भयो रक्सी धेरै भयो क्या होइन ठिक छ छोडेको छैन जस्तो हिँडेपछि ठिक भइहाल्छ नि अनि तैँले तेरो मायाप्रतिको कुराहरू त के पनि सुनाएनस् मलाई के भयो सुनाउनु त मेरो मतलब तेरो ठिटीहरू छ कि छैन बिहा कहिले गर्छस् भन्ने कुरा पो गरेको थिएँ केही छैन के भन्नु तर साथै भगवान्ले सबैको लागि एउटा न एउटा जोडी चाहिँ जोडाएको हुन्छ क्या हिँड्छौँ अब म यो राख्छु एकछिन। अघि गीता है हुन्छ ए के भयो तँलाई गाह्रो भयो जगडी बिस्तारै जाऊ
कृष्ण रमेश गइले आउँछु लोक रमेश Sabat, bisa apa? Lah. Sabat. Dori sabat. Sabat. Aja. Aja. Tarik kisah. Besar. Aja. Aja. Kali. Udah, kenal kamu. Udah deh. ल होमवर्क ले पहिला ल राम्रो छ बस घाम पश्चिमबाट उदायो कि क्या हो वरदानले होमवर्क गरेछ आज ल ठीक छ एउटा गुरुको लागि योभन्दा ठुलो कुरो के हुन सक्छ ल ल यस्तै गर्नु सधैँभरि ल ए पक तेरो होमवर्क खै तेरो होमवर्क खै तैँले किन नगरेको तैँले होमवर्क किन नगरेको ल वरदान साह्रै त बदमास है ल आइज तैँले होमवर्क त कहिले गर्नै जानिनस् है जहिले स्कुलबाट भाग्यो तँलाई आज तेरो बाउलाई नभन्दी कहाँ छाड्छु ल यता होइन बाहिर बाहिर अझ हाँस्छस् अझ हाँस्छस् यहाँ कुखुरा बन्ने नहाँसिकन हाँस्छस् तँलाई फटा ओ बाबु फटाफट भात खाएर सुत्न गइहाल तेरो उपद्रो मास्टरले बाबालाई सुनाइसकेको छ के रे अब के गर्ने हो कुन्नी भात थप्ने
पालाकै कुरा गर्ने हो भने त हाम्रोतिर पनि पाला याउ चाहिँ अरे दामी नि हो। बिहान बिहानै सुरु गर्नु र फलफुलको रसले के बिगार गर्ला र दाइ लिउँ। ए फलफुलको रस पो त है, मैले त अर्कै सोचेँ। होइन दाइ, यो पनि घरै बनाएको हो। अचेलले पनि बेचिरहे क्या हो? छैन दाइ, त्यति साह्रो बनाउनु पनि सकिया छैन। यसो घरलाई र पाहुना आएको बेला मात्रै। कायदाको मिठोहरू छ। ल अब कामकै कुरा गरौँ नि त है। सुन, म यो पालि तिमीलाई प्रत्येक सिसीमा 5 रुपियाँ कम दिन्छु। तर म यो पालि यति धेरै किनिदिन्छु कि तिमीले 10 वर्षमा पनि त्यति बेचौला नबेचौला। अरे हो सहरमा तिमीले यो महिनौँ दिन लगाएर बनाएको रक्सी छ नि, एकै दिनमा छुवा। भनेपछि दाइलाई कति जति चाहिन्छ होला? 500-600 भए? 100 को कुरा गरे होइन हौ, निकै धेरै। भनेको कति दाइ? अब सुरुमा 5000, पछि बढाउन पनि सकिन्छ। दाइले झुक्याउनु भयो क्या मलाई? मैले तिमीलाई किन रेला गर्ने हो? 5000 भनेपछि टाइम पो लाग्छ दाइ, निकै टाइम लाग्छ। निकै भने कति? अब गएको वर्षको फलफुलले हो त्यही दाइ, अघिल्लो वर्षको फलफुलले त्यत्रोमा पुरा गर्न सक्दैन क्या अरे। त्यही यताउति गर्दा गर्दै 2-3 महिना त लाग्छ दाइ। ठिकै छ, तर 3 महिना नकटोस् नि। हुन्छ दाइ, तपाईँ ढुक्क भएर बसे हुन्छ। ल यसो भए पक्का गरिदिउँ है त? हुन्छ दाइ। म यसो गर्छु नि, यो पालाको अर्डरको आधी पैसा चाहिँ तिम्रो कारखानामा आएर तिर्छु। ए मलाई पनि ढुक्क भइहाल्यो नि दाइ, काम अगाडि बढाउनु सजिलो भयो नि त। ल त म उतै आउँछु है त। हुन्छ दाइ। ए रमेश, त्यो औँला चाहिँ ल्याउनु नबिर्सनु नि। के गरे दाइ? भुँडी औँला, यसो ल्याप्चे स्याप्चे लगाउनु पर्यो नि। हुन्छ दाइ। काम भयो? तै भन् त के भयो होला? भयो। एक 1,37,000 बहिनी दिएको छ। बाँकी चाहिँ पछि दिन्छ अरे। अनि छी गनाए कि भनेर नि। अब त 2-3 जना मान्छे थप्ने होला नि फ्याक्ट्रीमा। ए किन टन्टो गर्नु? मिसिन किन्ने विचार गर्दैछु मैले। जाबो 20 किलो स्याउ काट्न 2 जनालाई पुरै दिन लाग्छ। उहाँ मिसिनले एकछिनमा साखा पारिदिन्छ। मिसिन महँगो हुँदैन त? ल अब मिसिन महँगो हुँदैन होला त? झन् अब यहाँसम्म ल्याउने भएपछि अब कति लाग्ने हो के थाहा। तर एकचोटि किनेपछि सधैँ आफ्नै त हुन्छ नि फेरि। अब यस्तो कुरो तपाईँलाई पनि थाहा छ,
अहिले मैले नजानेको कुरामा के सल्लाह दिए? ए वरदान सुते क्या हो? सुत्यो। साँच्चै त्यसलाई नेपाली राम्रो स्कुलमा हालिदिनु पर्छ भनेर सोचिरहेको मैले। ए त्यो स्कुलको नाम के गरे? पल्लो गाउँको अङ्ग्रेजी स्कुल के? त्यो पल्लो गाउँको? त्यो सरस्वती बोर्डिङ स्कुल। हो। त्यसलाई त्यहीँ हालिदिनु पर्ला जस्तो छ योपालि। राम्रो पढाइ हुन्छ अरे। तपाईँ हात खुट्टा धुनु त, म खाना तताउँछु। पहिला सुन न यहाँ। पैसा राम्रोसँग राख्नु। यसपालि तपाईँले फलाएको सबै स्याउहरू मैले किन्ने भएँ। पैसा चाहिँ राम्रै दिन्छु आखे। होइन अच्छा के भन्छ तिमीले चाहिँ आफ्नै बगैँचामा त्यत्रो चाहिँ स्याउ फलिरहेको छ, मेरो स्याउ किन किन्नु पर्यो? यसपालि अरू बेला भन्दा अलिक बढी नै चाहिएको छ के? यसपालि उसले सहरबाट निकै ठुलो अर्डर पाएको छ क्या, त्यही भनेर नै धेरै स्याउ चाहिएको छ। हुन्छ नि त, के भयो नि, म कहाँ उत्पादन भएको सबै स्याउ नि दिउँला। त्यसो भए त धेरै राम्रो भयो नि, न त सहरमा गएर बेच्नु पर्यो, नबिकेको पनि फाल्नै परेन। लौ त त्यसो भए यसैलाई मैले पक्का माने है त। भोलि नै पर्सितिर आएर तपाईँको मैले पेस्की पनि छाडिदिउँला। पेस्की सेस्की किन दिनु पर्यो र? भर्खर त गोलबेरा साइजको स्याउ भएको छ जाने, पछि नै एकैचोटि लिउँला जाने, पक्का भयो। लौ त लौ, होर्छे आके होर्छे। त्यसले बदमासी गर्ला, विचार गर्नु है तारा। ओइ सुनि अघि होइन, सहरबाट फर्किँदा मास्टरको गनगन सुन्नु पर्यो नि, तँलाई जाने छु हो, बुझ्या हो? यहाँ आइज, के ल्याइदिउँ भन् त सहरबाट? ती लिएन तँलाई। ल लाएँ। सुन्नुहोस् त, राम्रोसित जानुहोस् है। त्यो नि भन्नुपर्छ, ल विचार गर्नु। सुनिस्, बदमासी गर्नु हुँदैन के? बबाट बादर प फ ब भ। बबाट भकुण्डो। आमा मबाट के हो? मबाट मिसिन लेख न। मिसिन। तेरो बा पनि गएको छ सहर मिसिन लिन। तैँले देखाएको छ स्याउ पेल्ने मिसिन? देखाएको छैनस्? अब तेरो बाले लिएर आउँछ नि हेर्ने है ल। तारा ओइ मिसिन यता आउँदै। 21,500। अब हामीलाई पहिला जस्तो गाह्रो हुँदैन।
त्यस्तो भए त कति राम्रो हुन्थ्यो। वरदान खोइ बाहिर खेल्न गएको छ। चलाऊ अनि बिस्तारै बिस्तारै चाहिँ उसलाई चाहिँ अब पढ्न मन लाग्ने पैसा पनि नभएको अनि एकदमै दुःख लाग्छ कि एक दिन चाहिँ ऊ पानी भर्न गएको है त। पानी भर्न गएपछि के भयो भने उसले बाटोमा चाहिँ किताब भेटायो। किताब भेटाएपछि खुसी भयो क्या ऊ। अनि उसले किताब पल्टाएर हेऱ्यो, त्यहाँ चाहिँ घर रुख तपाईँको साथी आएको छ। त्यसमा साथी कति बज्यो ल यति बजे को आउँछ ल यति राति भएको
कृष्ण मैं हूँ। तिमी त सबैले त्यस्तै भन्ठाने थियो। कसरी यार? चटक याद छ? ल बा हे बिहे गरे होइन त त्यसो भए? त्रिपन्न 54 55 56 9 वर्ष भयो। 9 वर्ष भयो। नानी पनि छ? एउटा छोरा छ। सुखी परिवार। Gambia birisi. मिठो छ साह्रै। अर्को हाल न। हजुर मलाई उठ्न अलि गाह्रो छ। मेरो झोलामा चुरोट र सलाई छ, ल्याइदिनुहोस् न। हुन्छ। केही होइन, बाँदरको पन्जा बुटी जस्तो। भाउजू चुरोट पाउनु। यो त त्यही पन्जा हो। अझै पनि तिमीसँग छ? के हो रे त्यो? लामो कथा छ भाउजू। त्यही त, कस्तो कथा? यो र म धेरै अगाडि सँगै हिँड्दाखेरि एउटा साधुलाई भेटेको थियो। मैले एउटा सानो गुण लाउँदा उसले मलाई यो दिएको थियो र यसमा शक्ति पनि छ भनेको थियो। शक्ति? कस्तो शक्ति? उहाँले त मलाई कहिले पनि भन्नुभएको छैन।
इच्छा पुरा गराउने शक्ति बोजू। इच्छा पुरा गराउने शक्ति? तपाईँले जाँचेर हेर्नुभएको छ? छैन, मैले त छैन, तर यसले काम चाहिँ गर्छ जस्तो छ होइन त? के थाहा मलाई होला? म मागेर हेर्नु त। के जाने हुनु पर्यो तिमीलाई? यहाँ जाउँ, अबेर भयो। मेरो घडी बन्द हो छ। जाउँ तपाईँलाई कोठा देखाइदिन्छु, अनि मेरो थनको मनको पनि गर्नु छ। जाउँ। बत्ती ल यही सुझ तिमी। मैले बिर्थे दुःख जस्तो लाग्यो मलाई। अच्छा, के सोच्नु भएको त्यस्तो? यत्रो वर्षपछि हामीलाई नि भनेर भेट्न आउनु भएको छ। यो कोठा पाउनको लागि नै हो, चिन्ता नगर्नुहोस् तपाईँ। ल ल थकै लाग्यो, ल सुत लगाइदियो। ए सुन, केही चाहियो भने अप्ठ्यारो नमानिकन माग्नु, हामी यही छौँ। मेरो घडी बन्द हो छ। भाउजूलाई दिनु फेरि, तरुणले देला फेरि। के होइन भादर पन्जा यसले मनुष्यको कामनालाई पुरा गर्दछ। म मागेर हेर्नु त। के जाने हुनु पर्यो तिमीलाई? तेरो हुनेवाला भाउजूको फोटो। ए खोइ, मलाई तारा दिलाइदियो, यो मेरो इच्छा पुरा गर्छ। के कोही बेला बिहानी घन्द्याङ र घुन्द्रुङ गरेर राखेर यार। तपाईँको साथी के भयो कृष्णलाई? तपाईँले ढोका खोलिदिनु भएको? छैन त किन? तपाईँले बिहानै ढोका खोलिदिनु भएको होइन भने? छैन, कोठाको ढोका खुला देखेर यसो चियाएको, कोठामा त कोही पनि थिएन। मूल ढोका पनि भित्रबाट बन्द छ। ढोकै नखोलिकन कसरी बाहिर निस्क्यो? के भन्छ?
ओछ्यान तिमीले मिलाएको हो? मैले होइन, म आउँदा यस्तै थियो। को हो त्यो? मेरो पुरानो साथी कृष्ण। ए बाबु, कति लडबडी गरेर घुम्यो त? नचलाउ त। राख। के भन्नु यसलाई? होइन आज के हो? बेटाइममा हाउरी लागिरहेछ। झ्याल लायो? झ्याल त लागिसक्यो। कति बोतल जति बनिसक्यो? 500 बोतल जति बन्यो। अब पुरानो फलफुल जति सबै सकियो। फेरि अब नयाँ फलफुललाई कुरेर अनि फेरि सुरु गर्नु। त्यसो भए त महिना दिन जति लाग्ने भयो के अरे, होइन? अब के चाहिँ गर्न सकिन्छ र? अब वरिपरि गाउँको सबै सकिगयो स्याउ, कुर्नै पर्यो नि। बाबु कति चलिरह्यो भने बल्ल उठ, सबै फोहोर भइसक्यो। उठ।
त दसैँ लाए जस्तो छ। म त बर्बाद भयो। म त झन् बर्बाद। गत वर्ष श्रीमती बित्यो, तर भए पनि सन्तोष मानेर बसेको थिएँ। यो सालको जनी बाली खत्तम भयो। अब म कसरी बाँचौँ, कसरी यस संसारमा जीव? राईजी आइपुग्नु मात्र 1 हप्ता बाँकी छ। 4,500 बोतल कहाँबाट ल्याउनु? खोजेकै हो त गाउँभरि। स्याउको 1 दाना छैन कहीँ। कहाँबाट ल्याएर दिनु अब? हामीले गर्नु पनि के सक्छौँ र? यत्रो हुरीको कुरा सबै थाहा भएकै होला नि। हामीले ठग्न खोजे पनि त होइन। एकपल्ट कुरा गरी हेर्नु न, अर्को सिजनसम्म टार्न सकिन्छ कि? मान्ला जस्तो लाग्दैन मलाई। उहाँ कागज बनाएको देखेन तिमीले? त्यत्रो उहाँ लेप्चे लाउँदा त्यही कुरा दोहोऱ्याइ थियो। के को मान्थ्यो? एकपल्ट कुरा गरी हेरौँ न। केही पनि भएन भने केही सोचौला। भइगयो नआत्तिनुस्। के नआत्तिनु? अरे हो, यसलाई तिमीले ठट्टा पो भन्ठाने थियौ कि क्या हो? यो अनकन्टारसम्म आइपुग्न सजिलो छ। यहाँसम्म आइपुगेपछि जाबो 500 मात्र तयार छ भन्छ बा। 1 महिना दिनुहोस्। मलाई त सडक कुरा नसुनाऊ। पैसा तिमीले लिएपछि माल पुर्याउनु पर्ने जिम्मा तिम्रो हो कि होइन? ल भन त। मलाई जे गरेर भए पनि 2 हप्ताभित्र 4,500 बोतल तयार हुनु। 2 हप्ता कहाँबाट? होइन भनेदेखि 3 महिनाको ब्याज सहित सबै पैसा फिर्ता गर। के भन्ठाने छौ तिमीले? म 1 हप्तापछि फेरि आउँछु। तयार भएर बस्नु। ओए रमेश, ओए रमेश, ए रमेश, ए रमेश, तैँले एउटा कुरा थाहा पाइस्? हाम्रो माइला बाजे छ नि, झुन्डेर मर्दैछ यार। के भन्छ यो? अस्ति मात्र बुढी पनि मर्थ्यो, फेरि हिजो अस्ति हुरी बतासले त खाने बाटो नै खतम पारिदिएन यार। अनि बुढालाई पनि
धेरै मरेछ यार कस्तो दुःख लाग्दै कुरा ओए तँलाई चाहिँ के भयो नि ठिक छ यार म चाहिँ यसो कि कामसाम छ कि भनेर हेर्न जानला लास्ट चाहिँ भोलि लाने रे तपाईँले आउँछस् कि भनेर सोचिरहेको थिएँ त म आउँछु ल त ठिकै छ धेरै बेर नगर नि फेरि लास्ट टाइम कहिले लाने रे भोलि कहिले लाने माइला बाजेलाई भोलि तपाईँ जानुभयो त गएँ किन झुन्डिनु पर्यो होला है माइला बाजेलाई उसै त ऋण धेरै थियो बुढाको त्यसमाथि यसपालिको स्याउ पनि सबै बर्बाद भयो आशै मर्यो जस्तो छ बुढाको बिचारा माइला बाजे
यसै 50,000 निर्णय सुनि चङ्गिना छ उजुरी हाम्रो यो भेलाले तपाईँहरूलाई 1,50,000 रुपियाँ क्षतिपूर्ति लिने निर्णय गरेका छौँ। यस विषयमा तपाईँहरूले हामी सबैले कतै पनि उजुर गर्न नपाउने पनि निर्णय गरेका छौँ। यस कुरामा सबैलाई मान्य छ होइन त? के छ त रमेश तिम्रो विचार? के नै बाँकी रहेर छोरा त गुमाइसकेँ मैले। भाइ, यो ज्यानको मोल तिरेको त होइन, खाली माफी मात्र मागेको हो। राइदे तपाईँको पैसा लिनु। एकचोटि गर्नु।
रमेश राख 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 यस्तो बेलामा के प्यास लिनु राख मलाई मेरो छोरा फिर्ता चाहियो। मलाई मेरो वरदान फिर्ता चाहियो। के भन्दैछौ तिमी? त्यो चिज त्यसले काम गर्छ जस्तो छ। कुन चिज? पन्जा। तपाईको साथीले ल्याएको पन्जा। कहाँ छ त्यो पन्जा? कहाँ छ तारा? मसँग छ। त्यसले साँच्चीकै काम गर्छ जस्तो छ। प्रार्थना गरेको थियो कि हाम्रो समस्याको समाधान होस् भनेर। त्यसैले त आज हामी राईजीलाई पैसा दिन सक्यौ। तिमीले ठुलो गल्ती गर्यौ तारा। मलाई पहिला किन्न भनेको तिमीले। मैले के भुल गरेँ? मैले के भुल गरेँ? त्यसमा खतरनाक शक्ति छ तारा। त्यो डरलाग्दो कुरा त त्यसमा। मलाई देऊ। तपाईँलाई कसरी थाहा भयो? कृष्णलाई त्यो अचम्मको साधुले पन्जा दिने बेला म पनि सँगै थिएँ। त्यो पन्जासित मैले पनि आफ्नो इच्छा राखेको थिएँ। त्यो कुरा कृष्णलाई थाहा थिएन। त्यसको भोलिपल्ट कृष्ण भिडबाट खसेर मर्यो। त्यो संयोग पनि हुन सक्छ। त्यो संयोग थिएन त। साला त्यही पन्जाले हाम्रो छोरालाई मार्यो। त्यसो भए त्यही पन्जाले हाम्रो छोरालाई फिर्ता ल्याउन सक्छ। तारा! पख! तारा पख! पख तारा! कहाँ छ त्यो? मलाई देऊ तारा। कहाँ छ? मलाई देऊ। मलाई देऊ तारा। तारा! तारा! मलाई देऊ तारा त्यो। मेरो कुरा मान। त्यसले झन् बिगारेको छ। मलाई थाहा छ कृष्ण त्यही बेला मरेको छ तारा। ऊ भिरबाट खस्दा त्यो पन्जा पनि उसँग थिएन। तिमी बिर्स्यौ कसरी बिहान त्यो बिलाएर गएको थियो? तर हामीलाई केही कुराले फसाउँदैछ तारा। मेरो कुरामा विश्वास गर्दिन। मलाई केही कुराको विश्वास छैन। तारा मलाई त्यो देऊ। मलाई मेरो छोरा फिर्ता चाहिन्छ। तारा मलाई त्यो मलाई छोड्दिनुहोस्। मलाई छोड्दिनुहोस्। मलाई मेरो छोरा फिर्ता चाहिन्छ। मलाई मेरो छोरा फिर्ता गरिदेऊ। मलाई मेरो छोरा फिर्ता गरिदेऊ। तारा सुन। छोड्नुहोस् मलाई। बाबु! बाबु! छोरा चाहिँदैन। मलाई वरदान चाहिँदैन।
अब हामीलाई केही चाहिँदैन।